तपाईले रोजेस्तो खोजेस्तो ललितपुरको बागडोलमा आकर्षक घर आयो। कसैलाई कमिसन दिनु नपर्ने सिधा घरधनीसँग सम्पर्क गरी पुग्ने घरधनीको नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, घर आफ्नो बनाउनुहोस्, आनन्दले बस्नुहोस्। ढल पानी बिजुलीको व्यवस्था छ, कार पार्किङको व्यवस्था छ। तपाईले देखिरहनु भएको छ यति राम्रो घर खोजेर कहाँ पाउनु तर आज तपाईले यहाँ पाउनुहुन्छ। छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्। नमस्ते, घर जग्गा नेपाल.com को वेबसाइटमा आज तपाईलाई ललितपुरको बागडोलमा लिएर आएका छौँ। यो रिङ रोड हो। रिङ रोडबाट हामी करिबन 50 मिटर दक्षिण झरेपछि खरीको बोट भेट्नेछौँ। यो नखु चोक हो। यो खरीको बोटलाई देब्रे पारेर सिधा करिबन 1 किलोमिटर पश्चिम गएपछि हामी बिक्रीको घर जग्गामा पुग्नेछौँ। यदि नखु जेलबाट सिधा उत्तरतिर आयौँ भने पनि हामी यही खरीको बोटमा आउँछौँ। भरत डेरी पसल, त्यसलाई देब्रे पारेर सिधा करिब 1 किलोमिटर पश्चिम गएपछि पनि हामी बिक्रीको घर जग्गामा नै पुग्नेछौँ। खरीको बोटबाट सिधा करिबन 500 मिटर पश्चिम पहिलो सानो मन्दिरबाट करिबन 100 मिटर दक्षिण पूर्वपट्टि यो सानो होटलैको साइडबाट हेर्नुहोस् त सिधा अगाडि गएपछि बिक्रीको घरमा पुगिन्छ। हामी टाइलको बाटोभित्र प्रवेश गर्यौँ। बाटो यही हो, 13 फुटको बाटो छ। यो रातो घर तपाईले देख्नुभयो नि हो, यो घरले चर्चेको जम्मा 12 माटो छ हो। यही घर सहितको जमिन बिक्रीको हो। अब हामी गेटभित्र प्रवेश गर्छौँ। यहाँले अघि घरको कम्पाउन्ड देख्नुभयो, अब खाली जमिन अथवा बगैँचाले सजिएको। ल हेर्नुहोस् त कति आकर्षक जमिन छ हो। यो जमिन अब तपाईको हो। जमिनको ठिक दक्षिणबाट उत्तरपट्टिको भाग तपाईँ हेर्दै हुन्छ। उत्तरबाट म तपाईँलाई सिधा पश्चिमतिर प्रवेश गराउँदैछु। तपाईँ हेर्दै हुन्छ। हेर्नुहोस् त कति राम्रो जमिन छ। यति राम्रो जमिन तपाईँले पाउन मुस्किल पर्छ। न खोलाको डर छ, न पहिराको डर छ। घरको पश्चिमबाट पूर्वपट्टिको भाग अघि तपाईँलाई देखाएँ। अहिले म तपाईँलाई ठिक उत्तरबाट दक्षिणपट्टिको भाग देखाइरहेको छु। यहाँलाई बाहिरको चारैतिरबाट मैले देखाएँ। अब भित्री प्रवेश गराउँछु। यो भित्र भन्ने मूलद्वार हो। हामी मूलद्वारबाट सबभन्दा पहिले वेटिङ रुम अथवा लिभिङ हलभित्र प्रवेश गरौँ। वरिपरि 3टा ठुल्ठुला झ्यालहरू छन्। हेर्नुहोस् त कति राम्रो झ्याल छ। जताबाट पनि उज्यालो छ, बत्ती बाल्नै नपर्ने। लिभिङ हलको ठिक दक्षिणपट्टिको यो भाग पार्किङ छ। सबै पार्किङ छ, आकर्षक छ। लिभिङ हलको ठिक दक्षिण पूर्वपट्टिको यो सिँढी हो। सिँढीबाट हामीहरू सिधा दक्षिण जाँदाखेरि अर्को रुममा पुगिन्छ। हामी सिधा दक्षिणतिर लाग्यौँ। दक्षिणको पूर्वपट्टि हेर्नुहोस् त आकर्षक ठुल्ठुला 2टा झ्याल गरेको यहाँ बेडरुम छ। सिधा पश्चिमतिर हेर्दाखेरि हामी किचन र डाइनिङतिर प्रवेश गर्छौँ। यो किचन डाइनिङ हो। कति आकर्षक छ। यहाँले सोचेभन्दा भिन्न खालको छ। ल हेर्नुहोस् त यहाँले सोचेभन्दा भिन्न खालको छ। यहाँबाट एउटा ढोकाबाट बाहिर जाइन्छ भने एउटा ढोका अगाडिपट्टि ठुलो झ्याल छ। देखाएँ किचनको ठिक उत्तर पश्चिमपट्टिको भाग डाइनिङ हल छ। यहाँलाई मैले ग्राउन्ड फ्लोरको सबै भाग देखाएँ। अब म फर्स्ट फ्लोरतिर प्रवेश गर्दैछु। करिब 36 इन्चको भी आकारको सिँढी तपाईँले देख्नुभयो। मैले फर्स्ट फ्लोरको लिभिङ हल देखाएँ। लिभिङ हलको ठिक दक्षिणपट्टिको भाग हेर्नुहोस् त बनावट करिबन उस्तै छ। लिभिङ हलबाट बाहिर निस्किएपछि हामी बाथरुमतिर प्रवेश गर्यौँ। यो बाथरुम हो। यहाँलाई म फर्स्ट फ्लोरको बेडरुमतिर प्रवेश गराउँदैछु। यो एउटा बेडरुम हो। यसमा ठुलो एउटा झ्याल छ। ठिक दक्षिण पश्चिमपट्टि मास्टर बेडरुम अथवा एटेच बाथरुम भएको बेडरुम छ। यो एटेच बाथरुम भएको बेडरुमबाट बाहिर आएपछि हामी अर्को ठुलो 2टा झ्याल भएको रुममा प्रवेश गर्यौँ। ल हेर्नुहोस् त कति आकर्षक छ। बत्ती बाल्नै नपर्ने। अब हामी सेकेन्ड फ्लोरतिर प्रवेश गर्छौँ। सिँढी यही हो, भी आकारको सिँढी। हामी सेकेन्ड फ्लोरतिर जाउँ। हामी सेकेन्ड फ्लोरमा प्रवेश गर्यौँ। सेकेन्ड फ्लोरको यो दक्षिणपट्टिको भाग हो। 2टा ठुल्ठुलो झ्याल छ, आकर्षक छ, उज्यालो छ, देखिहाल्नुभयो। ठिक पश्चिमपट्टि अर्को एउटा बेडरुम छ। यसमा ठुल्ठुला 2टा झ्यालहरू छन्।
हामीले घरको भित्री भाग सबै हेर्यौं। अब बाहिरतिर जाउँ। बाहिर जानुभन्दा पहिले किचन हेर्नुहोस् त, सानो चिटिक्क परेको टपमा किचन छ। भित्री भाग हामीले सबै हेर्यौं। अब बाहिरतिर लागौँ। घमाइलो रमाइलो जहिल्यै पनि कसैले पनि घाम नछेक्ने कति राम्रो ठाउँ छ होला। हेर्नुहोस् त, यो माथि जाने सिँढी हो। बाहिर अर्को धारो देखिहाल्नुभयो। हामी यो सिँढी चढेर माथि पनि हेरिहालौँ न। तातो चिसोको व्यवस्था भएको ठुलो बिजुली बाल्नको लागि सोलर आकर्षक ठाउँ। परसम्मको दृश्यावलोकन गर्न सकिने कति राम्रो ठाउँ रहेछ ल। हेर्नुहोस् त, घरको छतबाट यिनै दृश्यहरू देखिन्छन्। तपाईलाई म घुमी घुमी देखाइरहेको छु, तपाईँ हेर्दै हुनुहुन्छ। यति राम्रो ठाउँ, यस्तो आकर्षक ठाउँ कहाँ पाइन्छ र? तर आज तपाईँले यहाँ पाउनुभएको छ। सबै सुविधा सम्पन्न यति राम्रो ठाउँ नउम्काउनुहोस्। छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्। यहाँले घरको सबैतिरको फोटो र भिडियो हेर्नुभयो। यहाँलाई पक्कै पनि मन पर्यो। अब आएर सिधा घर हेर्नुहोस्, कुरा मिलाउनुहोस्, चित्त बुझाउनुहोस्, आफ्नो बनाउनुहोस्। हस् त, अहिलेसम्म हाम्रो फोटो भिडियो हेरिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते।